डाक्टर साहब मलाई चाहिँ युरिक एसिड छ। अब एकचोटि चाहिँ युरिक एसिडले चाहिँ त्यो खुट्टाको बुढी औँलो सुन्नेर रातो भएर एकदमै राति सुत्न नसक्ने, तन्नाले छोए पनि दुख्ने, निन्द्रा पनि हैरान पारेर 2-3 दिन हस्पिटलै भर्ना भएर बसेको है। त्योभन्दा पछि 1-2 महिनापछि फेरि खुट्टाको त्यो पछाडिको पिण्डुलाको भाग सुन्नेर फेरि औषधि खानु परेको थियो। औषधि खाउन्जेल निको भयो, अब फेरि दुख्ला जस्तो भएको छ भनेर चाहिँ मलाई धेरै मान्छेले चाहिँ सोध्नुहुन्छ क्या। अब के गर्ने, के चाहिँ खानेकुरा बार्ने त भनेर सोध्नुहुन्छ भने तपाईँहरूले चाहिँ मेन कुरा चाहिँ त्यो प्रोटिन भएको खानेकुराहरू चाहिँ कम खानु पऱ्यो क्या है त। युरिक एसिड बढाउनुको मुख्य कारण भनेको चाहिँ प्रोटिन धेरै भयो भने पनि खानेकुरामा चाहिँ युरिक एसिड बढ्छ क्या। जस्तै चाहिँ तपाईँहरूले चाहिँ रातो मासु जस्तै राँगा, बोका, खसी, हाँसको मासु यिनीहरू चाहिँ अलिक कम गर्नु पऱ्यो। भनेको मासु खानु नै पऱ्यो भने अब सेतो मासु जस्तै चाहिँ छाला फालेको चाहिँ कुखुरा होइन, अनि अन्डा पनि ठिकै खाने, त्यस्तो धेरै नखाने होइन। अनि त्यो पछि युरिक एसिड भएको मान्छेहरूले चाहिँ चुरोट खानु भएन होइन, अल्कोहल रक्सी कम खानु पऱ्यो। सबभन्दा युरिक एसिडको चाहिँ एट्याक आउने भनेको चाहिँ बियर खाएर हो क्या। बियर खानु भएन, बियर कम खानु पऱ्यो। त्यो पछि अब पहिला चाहिँ घरको गेडागुडीहरू चाहिँ खानु हुँदैन, दाल खाना हुँदैन भन्थे, तर त्यस्तो होइन। दाल गेडागुडी घरमा कहिले काहीँ पकाएको मजाले खान मिल्छ भनेपछि फलफुलहरू अलिक धेरै खानु पऱ्यो, साग सब्जी धेरै खानु पऱ्यो, फलफुल धेरै खानु, चुरोट बन्द गर्नु पऱ्यो, रक्सी कम खानु पऱ्यो है, र माछाहरू पनि अलिकति ठिक्क खाने, सबै खानेकुरा चाहिँ ठिक्क ब्यालेन्स गर्ने। र अर्को भनेको चाहिँ यो जुन कोकाकोला, फ्यान्टा, स्प्राइट यिनीहरू छ नि, यिनीहरूले पनि एकदमै धेरै बढाउँछन् क्या युरिक एसिड। यो राम्रो होइन, यसले सुगर पनि बढाउँछ, युरिक एसिड पनि बढाउँछ। त्यही भएर यिनीहरू पनि अलिक कम गर्नु पऱ्यो। र मेन भनेको पानी पर्याप्त मात्रामा खानु पऱ्यो। हजुरको शरीरलाई तपाईँको कामअनुसार कति पानी चाहिन्छ त्यसलाई चाहिँ तपाईँले ध्यान दिनु पऱ्यो। र धेरै दुख्या छ, एकदमै गाह्रो छ भने चाहिँ एकचोटि डक्टरलाई देखाउनु होला है त। ओके, थ्याङ्क यू, नमस्कार।